कस्तो लाग्यो? त्यस्तो घिउको सेन्ट चाहिँ धेरै आउँदो रहेछ। घिउको सेन्ट? घिउ नै हालेको त अनि घिउको सेन्ट त आइहाल्यो भने। घिउ त्यस्तो मन पर्दैन तर मिठै हो। मिठो छ। त्यो त हिजो स्याङ्जाबाट लिएर आएको अनि बिग्रियो कि भन्ने लागिरहेको थियो गर्मीले गर्दाखेरि। त्यो बिग्रेको रहेछ फ्रिजमा राखेपछि। घिउमा पकाएको भएर नि नबिग्रिन्छ। अनि हामीले कति दिनसम्म खान्थ्यौँ कि पछि पछि तताएर त्यो प्रसाद बनाएको मालपुवा झन्। अनि यसभित्र उस हो यो अरू के सुपहरू सुपहरू त्यस्तो के हाल्नुहुन्छ क्या? ज्वानो हो कि यो जो हो त्यस्तो केही होला। ज्वानो होइन, त्यस्तो सुपहरू के हुन्छ क्या? त्यसले अलि स्वादिलो बनाउँछ अनि त्यस्तो हो कि हो। मिठो हुन्छ मालपुवा चाहिँ। तर मलाई फेरि यो चामलको यो यस्तो पिठोको हुन्छ नि, चामलको रोटी, चामलको यस्तो के भन्छ पुवा मनपर्छ। हो कि त्यस्तो चामलको त भातभन्दा मलाई ढिँडो मनपर्छ होइन। सौप होला यो होइन। त्यस्तै सुपहरू के हो। रोटी र पुवा चाहिँ औधी मनपर्छ क्या मलाई, बुझ्यौ नि। अनि अर्को ढिँडो के, त्यो चामल ठ्याक्कै भात चाहिँ मन पर्दैन कि, ढिँडो। अनि यो चाहिँ कोदाको चाहिँ ढिँडो, यसको चामलको चाहिँ यो चाहिँ मनपर्छ। ल म नि खान्छु। देख गर्मी है, फ्यान लगाऊ, गर्मी भयो। पसिना बोतलको गर्मी कतिको लागिरहेको तपाईँलाई नि? कस्तो गाह्रो भयो। हिजो त स्याङ्जामा चिसो थियो, दिनदिनै पानी आउने उता होइन, दिनदिनै क्या 1-2 बज्यो कि पानी आइहाल्ने घरतिर चाहिँ। अनि यहाँ त बेसी नै छ, पानी नि पर्दैन, यस्तो गर्मी छ। उहाँ त मैले कस्तो कपडा लगाएर बसेको थिएन, तातो खालको कपडा लगाएर बसेको थिएन। अनि बेलुका सिरक पनि ओढ्नु पर्थ्यो। मतलब त्यो अलिअलि गर्मी त छ कि, तर दिनदिनै पानी आएपछि त त्यस्तो गर्मी भन्ने फिलै नहुँदो रहेछ क्या। यहाँ त बिहान दिउँसो साँझ जति बेला नि नुहाउनु पर्छ। आउँदैन कस्तो गाह्रो, मलाई उता हिजो आउने बित्तिकै कस्तो गाह्रो भयो। गर्मी छ। ल अब के गर्नु, गर्मी खानै पर्यो। नखाने नि अप्सन छ कि नै? होइन अप्सन त छ होला, तर त्यो अप्सन भन्दा ठिक छ गर्मी खाने। किन त्यस्तो? ल यत्रो मान्छे, यत्रो जनताहरू बसिरहनु भयो त गर्मीमा होइन। हामी चाहिँ अहिले पाहाडतिर बसेको भएर त्यो अनुभव नभएको, बानी नपरेको रहर त कसलाई थियो होला र गर्मीमा बस्नु होइन। यहीँको मान्छेलाई पनि के गर्नु, गर्मी भएपछि बस्नै पऱ्यो, छोडेर कहाँ जाने होइन। ल ठिक छ, तर मजा चाहिँ पाहाडमै बस्नु मजा। यस्तो गर्मीमा बस्न कसले मजा आउँछ? होइन जहाँ जे कुरा पनि, हरेक कुरालाई चाहिँ बाध्यता छ। अब यहाँ बस्नुपर्छ, बजार आउनुपर्छ, जागिर पेसा